साथीहरु नमस्ते। यहाँहरु सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो नाम हो मनिषा बस्नेत चौधरी अनि म चाहिँ वीरगञ्जदेखि। यो चाहिँ मेरो पहिलो भिडियो रहेको छ। अनि साथीहरु अहिले चाहिँ ठ्याक्कै दिउँसोको 3 पनि बजिसकेको छ है। हाम्रो वीरगञ्जको मौसम चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो छ, एकदम जाडो बढेको छ है। 2 दिन भयो घाम पनि देखाएको छैन हामीले। यस्तै हो, बिहानदेखि बेलुकासम्म यस्तै छ। बिहान त अलि हुसु नै हुन्छ। अनि अब जताततै छतभरि कपडा देख्न सक्नुहुन्छ, किनभने 1 दिन 2 दिनमा त यहाँ लुगा सुक्दैन। अब हाम्रो चारैतिर सबैतिर चाहिँ छतभरि कपडा छ क्या। अनि हेर्नु न कस्तो, मलाई त मौसम पनि यस्तो छ है, चिसो हावा चलिरहेछ। हाम्रोतिर चाहिँ एकदम जाडो बढ्या छ। हजुरहरुकोतिर चाहिँ कस्तो छ? हजुरहरुको हुन त पुस महिना हजुरहरुकोतिर पनि बढ्यो होला है। सरर हावा चल्या छ, एकदमै जाडो छ साथीहरु। अनि म चाहिँ यहाँ कपडा सुकाएको थिएँ। अनि कपडा नि अब सुक्यो कि भनेर हेर्न आएको, तर सुक्या चाहिँ छैन रहेछ। यस्तो हावा चलिरहेछ हाम्रोतिर, कस्तो जाडो बढ्या छ। अनि सबैजना सुरक्षित रहनु होला हैन, एकदमै। अनि मौसम चाहिँ यस्तो छ हाम्रो वीरगञ्जको, एकदम चिसो है। रात पर्या जस्तो दिउँसै धुम्म पर्यो, यस्तै हुन्छ। अब यहाँ कति दिनसम्म त, आज त अझ खुला छ, कहिले त हुसु लागेर केही देखिँदैन। आज त अलिकति खुल्या छ हैन, यतिको छ। यही हो साथीहरु। अनि हजुरहरुलाई मेरो भिडियो चाहिँ कस्तो लाग्यो? राम्रो लाग्यो लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। अनि सबैजनालाई बाइ बाइ।